प्रचण्डजी तपाईँको दाबी चाहिँ के हो के सबैदै तपाईँ मात्रै प्रधानमन्त्री हुनुपर्छ भन्ने दाबी हो? मेरो दाबी मै प्रधानमन्त्री हुनुपर्छ भन्ने छैन। प्रधानमन्त्रीज्यू अनि प्रचण्डजी त भन्दै हुनुहुन्छ म मात्रै प्रधानमन्त्री बन्नुपर्छ भनेर दाबी गरेको छैन भन्नुहुन्छ त अनि किन यति मर्यादा गरे? प्रचण्डज्यू तपाईँ अहिले प्रधानमन्त्री ओलीज्यूसँग के चाहिँ चाहनुहुन्छ त तपाईँ अहिले? पहिलो कुरा त म अहिले के चाहन्छु भने तुरुन्तै प्रधानमन्त्री केपी ओलीले राजीनामा। बडा हरामी हो बेटा। यो संवैधानिक कुरा हो कि कसैको इच्छा हो? प्रचण्डजीले भन्नुभएको हो नि यो त। अनि तपाईँहरूको सम्बन्धमा झगडा ल्याउने काम चाहिँ कसले गरेको नि? यही केपी नै हो नि, केपीजी नै हो नि। अनि झगडा त मन्त्रीज्यू तपाईँबाट सुरु भएको भन्दै हुनुहुन्छ नि प्रचण्डजीले त। मैले भ्रम नहोस् है, तपाईँहरूले गोल मटोल पारिदिनुहुन्छ। मैले कहीँ कतै उनीहरूसँग कहीँ न्यु खोजिएको छ? प्रचण्ड जहाँ जानुहुन्छ त्यहाँ विभाजन होइन होइन होइन, यो कुरा पनि उहाँले झुटो बोलिराख्नु भएको छ। साँचो कुरा के हो भने गल्ती केपी ओलीले नै गरेको हो।